हजुर दर्शनानी नमस्ते नमस्कार। म नरेश बाजुरेली सदाको पछि चाहिँ आज पनि एउटा मुक्तक लिएर आएको छु। यो मुक्तक पठाउनु हुने तारा साउथ नेपालका टणेलदुरा हालको बसाई केरलाबाट सम्झेको छु। दादा वाचन गरिदिनु होला भन्नुभएको छ। उहाँको शीर्षक रहेको छ आमा। राम्रै लाछ मिठो खाछ भन्नुहोला आमा, हो राम्रै लाछ मिठो खाछ भन्नुहोला आमा, नआए नि खबर आछ भन्नुहोला आमा, हो राम्रै लाछ मिठो खाछ भन्नुहोला आमा, नआए नि खबर आछ भन्नुहोला आमा। छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ, हो छिमेकीलाई कुरा काट्ने बाटो हुन सक्छ, काम पाछ राम्रै भाछ भन्नुहोला आमा, हो काम पाछ राम्रै भाछ भन्नुहोला आमा, हो राम्रै लाछ मिठो खाछ भन्नुहोला आमा, हो राम्रै खाछ मिठो लाछ भन्नुहोला आमा। आमा भन्ने शब्द नै काफी छ है। मिसुमा भनेर भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ मिठो शब्दको लागि। फेरि पनि पठाउँदै गर्नुहोला।